पोस्ट हार्भेस्टको प्र्याक्टिकल गर्दैछौँ 5th सेमिस्टरको। हामीले चाहिँ आज यो एप्पलमा चाहिँ टिएको चाहिँ कति छ भनेर चाहिँ निकाल्दैछौँ। अहिले हामी स्याम्पल चाहिँ 2 ml स्याम्पल छ, त्यसमा चाहिँ डिस्टिल वाटर 10 ml हालेर चाहिँ फेनोप्थालिन चाहिँ 2 to 3 ड्रप हालेर हामी यहाँ ट्राइटेसन गर्दैछौँ। म अब फेनोप्थालिन हाल्दैछु। कति ड्रप हाल्ने हो? 3 ड्रप चाहिँ हालेँ मैले अहिले चाहिँ, यो 2 to 3 भनेर। अब यसलाई चाहिँ मैले ट्राइटेसन अब इनिसियल कति छ माथि? माथि हाम्रो 2 छ ठ्याक्कै। के गरेको हो त्यो? यो हामीले यहाँ माथि एउटा बेस हालिरहेको छ, पानी बेस, जसले चाहिँ कलर यसको चेन्ज भएपछि चाहिँ कति बेसले चाहिँ एसिडको चाहिँ रिप्लेस गर्यो भन्ने कुरा हेर्दैछौँ टाइटेसनबाट। समातेर झार न हेर ससी ठ्याक्कै थियो क्या, ठिको लाग्यो नि है। स्ट्यान्डै समातेर तल हेर्नु पनि हाल्दैन। यहाँ 3 छ, 3.1 समथिङ 3.1 सर ल फाइनल भनिदिनु त अन्त 3 आयो त ल।